आजको यस भिडियोमा हामीले क्लास 12 मा रहेको एकाउन्ट सब्जेक्ट भित्र इस्यु अफ शेयर फर अदर देन क्याश च्याप्टरको एउटा न्युमेरिकल प्रब्लम हामीले सोलुसन गर्ने छौं र मजाले सिक्ने छौं। यदि तपाईहरु नयाँ हुनुहुन्छ भने यो भिडियो हेर्नु भन्दा पहिला तपाईहरु यसै च्याप्टरको इस्यु अफ शेयर फर अदर देन क्याश च्याप्टरकै यसै च्यानलमा पार्ट 1 भनेर तपाईको बेसिक कन्सेप्ट राखिएको छ। पहिले तपाईहरु बेसिक कन्सेप्ट पुरै हेर्नु होला, त्यसपछि यो न्युमेरिकल सोलुसन हेर्नु होला, जसले गर्दाखेरि तपाईहरुलाई बुझ्नको लागि एकदम हेल्प हुन्छ। यो एउटा क्वेशन्स लिएर आएको छु, जुन क्वेशन्स यसरी राखिएको छ। एस कंपनी एलटीडी परचेज द फलोइङ एसेट्स एन्ड लायबिलिटीज एट एन एग्रीड प्राइस अफ आरएस 5,50,000। एस कंपनीले कुनै अर्को कम्पनीबाट जसको नाम हामीले दिएको छैन एसेट र लायबिलिटीज किनेको छ। सम्झौता प्राइस एग्रीड प्राइस 5,50,000 मा। सुन्नुस् है, एसेट र लायबिलिटीज किनेको छ। एसेट र लायबिलिटीज दुटै किनेको हुन्छ भने त्यसलाई हामी बिजनेस पर्चेज भन्छौं। के पर्चेज भन्छौं? बिजनेस पर्चेज भन्छौं। अब यो बिजनेस पर्चेज भयो भने यसमा सम्पत्ति पनि किनिएको हुन्छ, दायित्व पनि किनिएको हुन्छ। अब यो 5,50,000 मा किनिएको छ, जसमा मेसनरी आरएस 3 लाख एसेट किनेको छ। डेब्टर पनि एसेट 1 लाख को पर्चेज गरेको छ। क्रेडिटर साहुलाई तिर्न बाँकी पैसा लायबिलिटीज 50,000 को पर्चेज गरेको छ। इन्भेन्ट्री गोदाममा राखिएको सामान 1,50,000 को पर्चेज गरेको छ। यो एसेट भयो। द कंपनी पेड द एग्रीड प्राइस बाय इशुइङ शेयर्स अफ आरएस 100 इच एट अ प्रिमियम अफ 10%। अब कंपनीले एस कंपनीले जुन भेन्डर कंपनीबाट एसेट लायबिलिटीज पर्चेज गरेको छ त्यसलाई क्याश पेमेन्ट नगरेर शेयर इस्युड गरेर पेमेन्ट गरिएको छ, जसमा शेयर पेमेन्ट गर्दाखेरि शेयरको पार भ्यालु 100 रुपैयाँ राखिएको छ र पेमेन्ट गर्दाखेरि तपाईको 10% प्रिमियममा इस्यु गरेर दिएको छ। त रिक्वायर्डमा हामीले भन्छ जर्नल इन्ट्रीज। अब जर्नल इन्ट्री भन्दियो भने यसमा गर्ने के? त फर्स्टमा हामीले पर्चेजको जर्नल बनाउने, एसेट किनेको लायबिलिटीज किनेको जर्नल बनाउने र देन आफ्टर सेकेन्डमा हामीले पेमेन्टको जर्नल बनाउने। जम्मा दुईटा जर्नल हामीले क्रिएट गर्नुपर्ने हुन्छ र तपाईहरुलाई यो फाइनल एक्जाममा तपाईको बोर्डले एनईबी बोर्डले तपाईको यो च्याप्टर 2 मार्क्समा सोध्ने गरिरहेको हुन्छ। त आज यस भिडियोको हामीले यस क्वेशन्सको सोलुसन तर्फ जाउँ। हामी सोलुसन गर्छौं। अब सोलुसन। अब सबभन्दा पहिले इन्ट्री भनेपछि हामी जर्नल बनाउँछौं। जर्नल बनाउँदाखेरि कोलम एकदमै ध्यान दिनु होला। कोलम यसको जर्नल कोलम है, तपाईहरु 11 क्लासदेखि पढ्दै आउनु भएको छ। डेट सबभन्दा पहिले डेट राख्ने, त्यसपछि पार्टिकुलर्स, यसलाई तपाईले ट्रान्जेक्सन राख्दा पनि भयो। त्यसपछि एलएफ लेजर फोलियो, त्यसपछि डेबिट आरएस र क्रेडिट आरएस। क्रेडिट आरएस हामीले हेडलाइनमा जर्नल इन्ट्री भनेर लेख्छौं। जर्नल इन्ट्रीज है त, जर्नल इन्ट्रीज। अब हामीले सोलुसन गर्दाखेरि सबभन्दा पहिले ए नम्बर भनेको बिजनेस पर्चेज गरेको जर्नल बनाउने। पर्चेज गर्दाखेरि रियल अकाउन्टको रुल्स फलो गर्ने। एसेट आउँछ, एसेट अरूको बिजनेसबाट सडेर हाम्रोमा आउँछ किन्छ भने, त्यसैले आयो भने डेबिट गर्ने। त के पर्चेज गरेको छ? मेसनरी, मेसनरी अकाउन्ट डेबिट डीआर कतिको छ? 3 लाख को, 3 लाख। त्यसपछि डेब्टर्स पनि किनिएको छ। डेब्टर्स अकाउन्ट डीआर कति त? 1 लाख। डेब्टरलाई पनि हामीले डीआर मा सार्यौं। त्यसपछि यो क्रेडिटर भनेको तपाईको लायबिलिटीज हो, तिर्न बाँकी पैसा। इन्भेन्टरी चाहिँ एसेट हो, यसलाई डेबिटमा राख्ने। इन्भेन्टरी अकाउन्ट डीआर 1,50,000। अब एसेट जतिलाई हामीले डेबिटमा राखिसकेपछि 2 गर्छौं। लायबिलिटीजमा क्रेडिटर दिएको छ, 2 क्रेडिटर्स अकाउन्ट। 2 भनेपछि क्रेडिटमा भ्यालु राख्ने 1,50,000 50,000 है त। क्रेडिटरको 50,000 रहेको छ 2। अब एस कंपनीले त पर्चेज गरेको छ एसेट लायबिलिटीज, तर कोबाट? जस्तै एस कंपनीले एसेट र लायबिलिटीज पर्चेज गरेर आफ्नोमा भित्र्यायो, आफू कहाँ ल्यायो, आफ्नो बिजनेसमा राख्यो। तर कोबाट त भनेको छैन तपाईको। भनेको छैन भने तपाई डाइरेक्ट तपाई के लेख्नु भने भेन्डर अकाउन्ट, भेन्डर अकाउन्ट। अब यसमा तपाईले जहिले पनि के ध्यान दिनु भने एग्रीड प्राइस जतिमा पर्चेज गरेको हुन्छ नि त्यो भ्यालु यसमा बसाउनुस्। हेर्नुस् त कतिमा किनेको छ? 5,50,000, 5,50,000। अब यति गरिसकेपछि
तपाईले के गर्नुपर्छ भने डेबिट र क्रेडिट इक्वल गर्नुपर्छ। अब हेर्नुस् त डेबिटमा कति छ 3 लाख 4 लाख 5 लाख 50,000 5,50,000 छ तर क्रेडिटमा तपाईको 50,000 र 550 6 लाख छ नि त। डेबिटमा 5,50,000 दिएको छ क्रेडिटमा 6 लाख रुपैयाँ भइरहेछ। अब डेबिटमा कतिले कम छ त 50,000 ले। डेबिटमा तपाईले के राख्नु पर्यो भने गुडविल अकाउन्ट डीआर कम्पनीले बढी पेमेन्ट गर्यो किन त गुडविलको लागि। यो तपाईको ब्यालेन्सिङ फिगर भयो 50,000 है। यसरी हामीले पर्चेजको जर्नल बनाउँछौं बीइङ बिजनेस पर्चेज। अब सेकेन्ड इन्ट्री हामी गर्छौं। सेकेन्ड इन्ट्री गर्दाखेरि सबभन्दा पहिले हामीले के क्याल्कुलेसन गर्छौं भने थोरै वर्किङ नोटमा कोलुम भन्दा बाहिर एकदम ध्यान दिनु होला र इफ तपाईहरु यो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नु होला र यो भन्दा पहिलेको भिडियो चाहिँ यसै च्याप्टरको पार्ट 1 भनेर हेर्नु होला कन्सेप्ट छ त्यसमा। अब वर्किङ नोटमा इस्यु प्राइस क्याल्कुलेसन गर्ने। इस्यु प्राइस भनेको के हामीले कति रुपैयाँ शेयर इस्यु गर्यो क्या शेयर चाहिँ कति रुपैयाँमा इस्यु गर्यो त यसको लागि पार क्वेशनमा तपाईको के छ प्रिमियम छ प्लस प्रिमियम गर्ने पार प्लस प्रिमियम इज इक्वल टु पार तपाईको 100 प्लस प्रिमियम भनेको 100 को 10% कति त 110। अब हामीले भेन्डर कम्पनीलाई 5,50,000 बराबरको शेयर इस्यु गरेर दिनुपर्ने छ त कतिवटा शेयर दिने नम्बर अफ शेयर कति त त्यो क्याल्कुलेसन गर्ने भनेको नम्बर अफ शेयर इस्युड इज इक्वल टु एग्रीड प्राइस भनेको परचेज प्राइस एग्रीड प्राइस डिवाइड इस्यु प्राइस। अब गर्ने के सुन्नुस् एग्रीड प्राइस कति भेन्डर कम्पनीमा जति हुन्छ त्यति राख्नुस् र कहिले काहीँ क्याश पेमेन्ट गरेको हुन्छ त्यो क्याश पहिले घटाएर त्यसपछि चाहिँ तपाईले के गर्नुपर्छ शेयर क्याल्कुलेसन गर्नुपर्छ। त 5,50,000 डिवाइड 110 भनेको कति 5,000 शेयर है हैन त 5,000 शेयर आउँछ। अब यो 5,000 शेयर हामीले शो गर्नुपर्ने हुन्छ भेन्डर कम्पनीलाई पेमेन्ट गर्नुपर्ने हुन्छ। एकदम ध्यान दिएर यो सिक्नु होला तपाईहरु। भेन्डर अकाउन्ट डेबिट यो जति यहाँ किनिएको छ त्यति भ्यालु राख्ने 5,50,000 टु अब क्वेशन्सले कुन शेयर दियो त हैन शेयर त इस्यु गरेको छ तर इक्विटी शेयर गरेको छ र प्रिमियम शेयर गरेको छ के छ हामीलाई त इन्फर्मेसन छैन। तपाईको डाइरेक्ट शेयर क्यापिटल राख्नुस् टु शेयर क्यापिटल अकाउन्ट। अब यसमा तपाई के गर्नुस् भने नम्बर अफ शेयर इस्युड राख्नुस्। नम्बर अफ शेयर इस्युड कति त 5,000 इन्टु शेयर क्यापिटलमा पार भ्यालु 100 रुपीज क्वेशनमा दिएको छ 100 रुपीज 5 लाख। त्यसपछि प्रिमियमलाई क्रेडिट गर्नुस् टु शेयर प्रिमियम अकाउन्ट। अब यसमा कसरी निकाल्ने 5,000 इन्टु प्रिमियम कति रहेछ त 100 को 10% 10 रुपीज 50,000 हेर्नुस् त अटोमेटिकली तपाईको बराबर भयो नि त बीइङ शेयर्स इस्युड टु भेन्डर एट के त प्रिमियम छ प्रिमियम राखिदिनुस्। हामीले यसरी चाहिँ तपाईको के गर्छौं भने सोलुसन गर्छौं। त आजको यो क्वेशन्सलाई मैले तपाईहरुलाई एकदम सरल तरिकाले सोलुसन गर्दिएको छु। तपाईहरु एकदम स्टेप बाइ स्टेप हेर्दै जानु होला। यदि बुझ्नु भएन भने भिडियोलाई रि गरेर हेर्नु होला र यो भन्दा पहिलेको पार्टलाई चाहिँ नछुट्याउनु होला। अरु भिडियो पनि म यही च्याप्टरको डिस्काउन्ट कन्डिसन हैन त्यसपछि ओपनिङ ब्यालेन्स सिट कसरी बनाउँछ ती कुराहरु सबै अर्को भिडियोमा सिकाउने छु। हस्त धन्यवाद।